नमस्कार साथीहरू। तपाईहरू अहिले हेर्दै हुनुहुन्छ नेपाली अनलाइन सोल्युसन युट्युब च्यानल। हामी यस नेपाली अनलाइन सोल्युसन युट्युब च्यानलमा तपाईहरुलाई टेक्नोलोजी सम्बन्धी नयाँ जानकारीहरू, त्यस्तै फ्रीमा कसरी पैसा कमाउने, अनलाइन जब सम्बन्धीहरू विभिन्न विषयमा जानकारी दिने उद्देश्यले हामीले आज पहिलो भिडियो लिएर आएका छौं, जसमा चाहिँ म तपाईहरुलाई बिटकोइनको बारेमा बताउन गइरहेको छु। सुरुमा जानौं बिटकोइन के हो। बिटकोइन भनेको एउटा डिजिटल करेन्सी हो। यो करेन्सीलाई चाहिँ हामी छुन सक्दैनौं, यसलाई चाहिँ बोकेर हिँड्न सक्दैनौं। यो चाहिँ तपाईले बोक्नको लागि एउटा वालेट बनाउनु पर्ने हुन्छ। तपाईले उक्त वालेटमा यसलाई राख्न सक्नुहुन्छ र तपाईहरु विभिन्न कुराहरू किनबेच गर्न सक्नुहुन्छ यो बिटकोइनको माध्यमबाट। आज बिटकोइन यति पपुलर भइसकेको छ कि बिटकोइन युज नगर्ने प्राय व्यक्ति छैन। प्रत्येक म्याक्सिमम विश्वको धेरै देशहरूमा बिटकोइनको कारोबार पनि हुन थालिसकेको छ। यो बिटकोइन चाहिँ लगभग 2007-08 देखि सुरु भएको हो। यो चाहिँ जापानको एकजना सतोशी नाकामोतो भन्ने व्यक्तिले स्थापना गरेका थिए। उक्त बिटकोइन चाहिँ तपाईले यसको चाहिँ टोटली 8 डिजिट देख्न सक्नुहुन्छ। जस्तै यसको चाहिँ 10 करोड सतोशी हुन्छ। जस्तै यसको सबैभन्दा सानो भाग चाहिँ सतोशी भन्छौं। जस्तै हामी पैसा भन्छौं, जस्तै 100 पैसाको 1 रुपैयाँ हुन्छ भने जस्तै यसमा चाहिँ 10 करोड सतोशीको 1 बिटकोइन हुन्छ। यो आज भन्दा लगभग यो जब स्थापना भयो त्यतिखेर 1 बिटकोइनको भ्यालु चाहिँ $1 पनि थिएन, $1 भन्दा कमी थियो। तर आज बिटकोइनको रेट बढेर यति भइसक्यो कि 1 बिटकोइन बराबर आजको रेटमा हेर्नुहुन्छ भने तपाई देख्न सक्नुहुन्छ। यहाँनिर तपाई नेपालीमा हिसाब गर्नुहुन्छ भने 1,08,500 समथिङ हुन्छ 1 बिटकोइन बराबर। तर आज भन्दा पहिले यो जब स्थापना भयो यसको, आज भन्दा लगभग 9-10 वर्ष अगाडि, त्यतिखेर $1 पनि थिएन। लगभग 1 बिटकोइनको दाम 100 रुपैयाँ थियो। तर अहिले 1 लाख भन्दा माथि पुगिसकेको छ। यसरी यो बिटकोइन बढ्ने क्रममा छ र विशेषज्ञहरू भन्छन् यसको बिटकोइन अबको 2 वर्षमा अझै डबल हुन्छ र यसको प्राइस 2 लाख भन्दा माथि हुन्छ। र तपाईहरुलाई म केही सिरिजमा बताउने छु बिटकोइन तपाईहरु फ्रीमा कसरी अर्निङ गर्ने र बिटकोइन सेभ गरेर तपाई चाहिँ यसलाई जम्मा गर्नुहोस् र केही समयपछि यसलाई बेचेर तपाई पैसा कमाउन सक्नुहुन्छ सजिलोसँगले, जसको माध्यमबाट तपाई बिटकोइनहरु पनि कमाउनुहोस्। र यो भिडियोमा मैले तपाईहरुलाई बिटकोइनको बारेमा बताएँ। त्यस्तै म अर्को भिडियोमा तपाईहरुलाई बिटकोइन वालेट कसरी बनाउने त्यो सिकाउने छु। त्यस्तै अर्को भिडियोमा म तपाईहरुलाई बिटकोइनबाट कसरी पैसा कमाउने भन्ने विषयमा पनि जानकारी दिनेछु। हवस् त साथीहरु, आजको लागि जानकारी यति नै। हामी अर्को भिडियोमा लिएर आउनेछौँ बिटकोइन वालेट कसरी बनाउने भन्ने विषयमा। त्यो जान्नको लागि तपाईले हाम्रो यो युट्युब च्यानल नेपाली अनलाइन सोल्युसनलाई सब्स्क्राइब गर्नुहोला। यदि सब्स्क्राइब गर्नुभयो भने हामीले अपलोड गरेका भिडियोहरू तपाईले देख्न सक्नुहुन्छ। हवस् त, धन्यवाद।